यो पो मिठो भ्लग भयो त आम्बो ढुङ्गा कुदिसकेको छ यो चाहिँ हाम्रो डे कति हो डे 3 नै हो अब त्यो राति आएको हो हामी खबरतिर हिजो 1 हो आज 2 हिजोको 3 नै भयो अब हामी चाहिँ यहाँ ढुङ्गा चढ्न गएको रे प्रदोलहरू ढुङ्गा चढ्ने रे सुतेर उठेको अलि अल्छी लागेको छ अब मिठो र थोरै मिलाएर खिच्छु क्या अब हिजो खिचेको चार्ज पनि सकिहाल्छ क्या एकछिनमा यहाँ चिसोले गर्दा अनि आज चाहिँ धेरै चिसो छैन यो त हावाहुरी पुरै लागेको छैन चाहिँ हुन्छ नि छोटो मिठो टक्क मिलाएर हाल्छु त्यही अब जुङ्गा चढ्लाको ढुङ्गा चढेको आउँछु नि होइन जुङ्गा चढ्नु ढुङ्गा ढुङ्गा अगाडि यहाँ मेनहरू पुरै भिडियो बनाउँदै हिँड्ने हुन्छ ल है त एकछिनमा भेटौँ ल चट्ट लगाएर यसरी लेख्नुपर्छ चाहिँ चट्ट लगाएर यहाँ लेख्नु भइरहेको छ अनि यहाँ मान्छेहरू टर्नै हुनुहुन्छ यस्तो चाइनिज हुन्छ चाइनिजहरू 0.01 चाइनिजहरू आउँछ म त कोरियन भन्दा नि यहाँ देखिएको चाइनिजहरू देखेँ ढुङ्गा चढ्नुहरू चट्ट लगाएर चाहिँ भित्र टिकट काट्नु यसरी लेख्नु पर्दैछ ल फेरि ढुङ्गा भएन ओके चढ गाडीहरू पनि राख्दो रहेछ ढुङ्गा कुदिसकेको छ बाँधेन त्यो क्यामेरामा हामी ढुङ्गा चढेर हिँडिसकेको छ हामी मजा आइरहेको छ ओ माइ गॉड किन्नुपर्छ अब यही खुसियालीमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला यहाँ कोरियन भनेर धेरै चाइनिजहरू घुम्नु आउँदो रहेछ जस्ट मजा आइरहेको छ मेरो मोबाइल छ फिल्ममा हेरिरहने बानी अब त लाइभमा चढ्यो लाइभमै चढ्यो कस्तो खुसी भयो ल है साथीहरू अब कता कता के भनेको छु म अहिलेको लागि यो ढुङ्गाबाट उत्रिसकेको छु हाम्रो ढुङ्गा चाहिँ यो छ म देखाउँछु पछाडि देख्नुभयो त्यही हो है ल है तब हामी चाहिँ यहाँ कहाँ जान्छु मलाई थाहा छैन बिस्तारै देखाउँछु कि कहाँ जान्छु है ओके लक्ष्यबाट यहाँ चाहिँ बोलाउँदो रहेछ टक्क लाएर यो चढ्नु यो आउनु यता आउनुहोस् यता आउनुहोस् भनेर बोलाउँदो रहेछ बोलाउँदैन उता बोलाउने इङ्ग्लिस बोल्नु पुरै लाएर हामी टुरिस्ट भने ट्याक्कै चिन्नु भयो अनि मिलाएर गरिदिन्छ आउनुहोस् रे इङ्ग्लिस पुरै बोल्नु भएको छ साइकल रहेछ त्यहाँ ओ गड ल साइकलले चढ्ने हो त्यस्तो गाडी भन्दा साइकल यहाँ छ ल अब चाहिँ साइकल चढ्छु एकछिनमा देखाउनु है के हुन्छ साइकल पुरै लाइसेन्स हटाउला मेरो साइकल चाहिँ यो छ साइकल चाहिँ के भन्नु यो छ अनि यहाँ छ प्रजल भाइ अनि यहाँ छ हाम्रो पुरै गाइड जिस्केर भने जस्तो जिस्केको रहेछ ल पुरै बिस्तारै लाग्छ हामी चाहिँ ओ यो त ठुलो पो रहेछ साइकल त
यो ठुलोमै चलाउनु पऱ्यो क्या हेरौँ कुन हुन्छ साइकल झिनमा चाहिँ ट्याक्कै हामी 5 जना हुन्छ 5 जना अब बिस्तारै राइड बिस्तारै अब खाँदै जानुपर्छ चट्ट लाग्यो ल साइड देखाउँछु बबाल आजको लागि है त्यसो हुँदैछ अटोमेटिक हुँदैछ क्या तपाईँको यो पाइला 2-3 पाइला हाल्यो भने एकदमै आफै स्पिड कुद्दो रहेछ क्या अनि टक्क यसरी हिँड्दा त आम्बो कति मजा आउँछ हौ स्पिड चाहिँ कुद्दो रहेछ 2-3 पाइला हाल्यो भने आजै कुद्छ है सबैजना मान्छेहरू कुद्नु लाग्यो बहुत मजा आउँदैछ गाडी आयो ठुल्ठुलो गाडी नै आउँछ त्यो चट्ट पार्किङ गर्छ होइन अनि त्यसपछि हिँड्छु ओके के हो म चाहिँ हेलमेट लिएर गएको थिएँ अब त ट्याक्कै खतरा के हो यो उडाइरहेको छ एमा खोल्दै गयो बगाल्छ बगायो भिडियो त आइरहेको छ नि आइरहेको छ बोर्ड त्यहाँ दामी छ एकदमै जाडो छ एन्ड बगाल छ अब चाहिँ समुद्रको मुखैमा हो समुद्रको मुखैमा मजा आयो यसमा अब खतरा भिडियो बनाउँछु म त्यो चाहिँ बनाउँछु है ल एकछिन भेटाउँला नि है साथीहरू नमस्कार होला त्यो बनाउँछु म है ओके ल कुदा त मेरो अब छोटो मोटो भ्लग हुने बहुत चास छ कि चिसो ल्याएर तनाव भइसक्यो यहाँ कुदा त ओए बिस्तारै हो प्रजललाई यहाँ छ साइकल दाइ यहाँ हुनुहुन्छ त्यो फिल्महरू हेर्छ नि ड्रामाहरू त्यसरी क्या खतरा है पछाडि कुदाएर भिडियो खिचा मजा आउँछ हामी साइकल कुदाइरहेको छौँ आम्बो बवाल मजा आउँछ चार्ज पनि धेरै छैन अब त्यस्तो धेरै खिच्नु पर्दैन त्यसलाई क्षमा माग्छु सरी ओए ओए ल मजा आइरहेछ एकदम आम्बो 1 2 3 गो अब पछाडि पछाडि गाडी आएको छैन उता राइटतिर आइनुहुन्छ खोइ त प्रसव भाइ उताबाट आउँछ गाडी छैन आएको छिटो आऊ है चार्ज छैन क्या तेरो खिचिहालौँ यो ड्रामाहरूमा फिल्महरूमा हेरे जस्तो भइरहेको छ मलाई त फिल समुद्रको ठाउँमा कुदाइरहेको छ है उता कुदाउने कति स्पिड कुदा धन्दै छिटो आऊ खोइ त 3 जना हो यसरी कुदाउन हो यो पो मिठो भ्लग भयो त आम्बो मजा आइरहेछ बवाल ए ओए कुदे त स्पिड डोजर आयो डोजर अगाडि आएको डोजर आयो आयो डोजर डोजर अगाडि हेर गाडी डोजरलाई ल अब छोटो मिठो भ्लग हुने भयो किनकि चार्ज सकिहाल्यो क्या है मजा आयो फेरि किन पाउँदैन होला त्यसको लागि सरी किनकि चार्ज पनि छैन मेमोरी फुल मजा आयो के गर्नु हामी जान्छु उता लास्ट दिन फ्लाइट छ ल के गर्नु बस्दै नै हुन्छ ल गाडी आयो गाडी ठुलो बस आयो खै कुदाएको हैट नेपाल जान्छ एक हात कुदाउनु गाह्रो भयो है त ल अब यहाँ के खानु खानेमा हामी कक्सिल खान्छु ताता चिज त्यसपछि भयो भने चार्ज भयो भने खिचाउन न त भाइ
लिनुहुन्छ होला ब्लग त्यसको लागि सरी है चाहिँ यो छ ससेज छ बुडलक छ गाईको र भाइको साथीको जिल्लाको गाईको बनाएर भएको छ चट्टले बनाउने त्यो त हाल्दै गरेर हुन्छ एउटा त आयो पानी एउटा त हाल्दै गरेर हुन्छ नि त कति हो 4 मिनेटको लागि हैन यो ल मेरो चाहिँ छ यो खान्छ अब बिस्तारै नभए चाडा हुन्छ होइन ठिक पनि ल 33 ससेस त्यसले नै हाल्दिनु त्यो कति हाल्नु त्यो पर्दैन यो हाम्रो लाग्यो ल हामी चाहिँ चौध खाँदैछु चिसोले गरेर बुढ्लो खाइरहेको छ यहाँ दाइले ससेस अनि जुस अनि प्रजा भाइले पनि बुढ्लो अनि स्प्राइट खाइरहन्छ सस खानाको भाइ अब घममा भाइ हामीले चाहिँ खाँदा खायो बिहानदेखि यहाँ आएको थिएन ससेस र चौध खाँदैछु अनि प्लस दुध पेट पोल्छ भनेर होइन र चार्ज पनि भएन किन पाएन त्यसको लागि मनदेखि सरी त्यो त अब मिलाएर म हाल्छु है प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला एकदम टेस्टी छ अनि बाहिर हाल्छु पाउनु है नजानु होला जाडो छ ल है कस्तो हामी जान लागेको छु चढ्नुको बिस्तारै डेन्जर पो रहेछ कति जाडो त्यसरी खिच्ने हो ल म खिच्छु बुलायो एकजना हो एकजना एकजना हो रिल साइजको है है के लाउनु पर्दैन ल ल ल ल ल एकछिन पिछ्याउला होइन घुमाउला होला सिरा कस्तो भयो त मजा आइरहेको ल
सन्न माछा छ नि राम्रो देखेन क्या राम्रो देखेन माछा माछा देखेन डलाइरहेको छ हौ त्यही भएर भिडियो धेरै खिच्न पाउँदैन होला किनकि एकदम बेसी कुदाइरहेको छ नि त अनि त्यही भएर डलाएको मोबाइल खस्छ कि भनेर है साथीहरू अगाडिको भिडियोमा चाहिँ अगाडिको बवाल छ माछा मारिरहेको छ हौ कस्तो भयो त बवाल हो नि बवाल भयो मजा आयो नि त मजा आयो होइन फर्स्ट टाइम नेपालमा पनि हान्नु गएको थिएन नेपालमा त समुद्र हुनु होइन समुद्र होइन त्यो नर्मली पानी हुन्छ बोटिङ गरेन नि होइन भोलि आएर जेजुमा खतरा रमाइलो भयो खतरा समुद्रमा त्यो पनि हाम्रो भिडियो होइन हजुर थाहा पाइहाल्छ नि त है सबजना बाई बाई